राप्रपाको ठहर राज संस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भयो भनेर हिजो भएको पत्रकार सम्मेलनमा राप्रपाका नेताहरूले भनेको कुरालाई लिएर यो समाचार बनाइएको छ। पुरै बुरुक्क उफ्रेका छन्। त्यो उफ्रिया देख्दाखेरि अरू फेरि गणतन्त्रवादीहरू पुरै भुर गरिरहेछन्। हेर्नुहोस्, यो गणतन्त्रले हामीलाई काम छैन भन्ने मान्छे पनि टन्नै छन्, त्यही पनि राजा हुन्न भन्ने मान्छे पनि उत्ति नै छन्। प्रचण्डसँग भेटपछि माधवले भने गल्ती भए सचिन्छौँ, निरङ्कुश शासन चाहिँदैन यो भनेका छन्। तर यिनको अनुहार पनि हेर्न लायक थियो हिजोको अनुहार, त्यो फोटोसहित यो खबर अनलाइन खबरले नै लेखेको छ। माधवसँग भेटेपछि प्रचण्डले भने राजावादीको प्रदर्शनले मुटु हल्लिएको त छैन, खासै हल्लिया होइन, तर सिरक ओढेर चाहिँ खास्टो ओढेर चाहिँ हामी कामिरा हो भन्ने कुराको समाचारहरू पनि थप्छन्। प्रदेश सरकारको खर्च 7 महिनाको खर्च 52 अर्ब भयो भनेर यो समाचार पनि आएको रहेछ। प्रदेश सरकारहरूको 7 महिनाको करिब 52 अर्ब रुपियाँ बराबर खर्च गरिसकेका छन्। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष 81-82 को समग्र आर्थिक तथा वित्तीय अवस्था अनुसार माघसम्म 7 प्रदेश सरकारले 51 अर्ब 90 करोड रुपियाँ बराबर खर्च गरिसकेका छन्। त्यति खर्च गर्दा प्रदेश सरकारहरूको स्रोत परिचालन 1 अर्ब 89 करोड रुपियाँ देखिन आएको छ भनेर भनिएको छ। हो, यो चाहिँ अनावश्यक खर्च हो भन्ने कुरा हामीलाई लाग्यो। आफूलाई नसुधारे बैंकहरू लोप हुनेछन् भनेर कसले भने होला भन्दा कसले भन्नु त? बदलिँदो विश्वमा आफूलाई अद्यावधि गर्दै नगए बैंकहरू कोडाक जस्तै लोप हुने विज्ञले बताएका छन्। काठमाडौँ फिनटेक र ट्याब ग्लोबलले ललितपुरमा आयोजना गरेको डिजिटल बैंकिङमा नेतृत्व सम्बन्धी एक कार्यक्रममा उनीहरूले यस्तो कुरा बताएका हुन्। कार्यक्रममा सिङ्गापुरमा प्रधान कार्यालय भएको द एसियन बैंकर ट्याब ग्लोबलका संस्थापक इमानुएल ड्यानियलले दिनदिनै विकास भइरहेको डिजिटल प्रविधिको अनुरूप बैंकहरूले आफूलाई ढाल्न नसके उनीहरू लोप भएर जाने बताएका हुन्। सन् 1975मा फिल्म कम्पनी कोडाक का इन्जिनियरहरूले पहिलो पटक डिजिटल क्यामेरा आविष्कार गरेका थिए। तर फिल्म फोटोमा विश्वको सबैभन्दा ठूलो कम्पनी उसले भविष्यमा डिजिटल प्रविधि विकास यसरी होला भनेर अनुमान नै गर्न सकेन उनले भनेका छन्। तर डिजिटल क्यामेरा र फोनको क्यामेराका कारण बहुराष्ट्रिय कम्पनी चाहिँ दिवालिया भयो भनेर भनिएको छ। त्यसकारण समय अनुसार परिवर्तन हुन सक्नु पर्यो, बैंकिङ क्षेत्र पनि नभए लोप हुन्छ भन्ने कुरा यी अनिल खण्डेवालाले पनि भनेका रहेछन्। कार्यक्रममा भएका वक्ताहरूको कुरा थियो। आफूलाई नसुधारे बैंकहरू लोप हुनेछन् भन्ने कुराको शीर्षक। 7 महिनामा भित्रियो 9 खर्ब रेमिटेन्स, हिजो राष्ट्र बैंकको डेटा आएको छ। यो अर्को अनलाइनमा पनि छ, थप समाचारहरू हामी हेरौँला, हात उठाउने काम नगरौँ, तलै बसौँ, नभए च्याटमा लेखौँ। अब जाउँ अनलाइन खबरको अर्को खबर। लगातार 6औं दिन घट्यो शेयर बजार। नेप्से परिसूचक 2751 अङ्कमा भनेर हात धोएर साबुन लाएर प्लेज खोलेर के हुन्छ पुरै बेच भनेर आफू बेचिसकेपछि लाएर जनता रुवावासी। यो समाचार हो अनलाइन खबरको आजको अन्तिम खबर। अघिल्लो दिन 46 अङ्कले घटेको बजार सोमबार पनि गर्ल्यामै ढलेको छ। नेप्से परिसूचक 20.68 अङ्कले घटेको हो। सो अङ्कको गिरावटपछि बजार 2751 अङ्क कायम भएको छ। यो सहित लगातार 6औं दिन बजार घटेको हो। गत सोमबार यता कारोबार भएका सबै दिन बजार रातामै छ। कुल 44 कम्पनीको मूल्य बढ्दा 191 को घट्यो भने 8 को स्थिर रह्यो। कारोबार र कम्पनी घटेको छ। अघिल्लो दिन 10 अर्ब 9 करोडको कारोबार भएकोमा आज 8 अर्ब 37 करोडको कारोबार भएको छ। अन्य बाहेकका सबै सेक्टरहरूमा रातो पोतिएको छ। हिमालयन इन्सुरेन्सको मूल्य 1.16% बढ्दा अन्य समूह 0.08% हरियो रह्यो। बैंकिङ क्षेत्र 0.44, विकास बैंक 0.73, फाइनान्स 0.70, होटल तथा पर्यटन 0.99, हाइड्रो पावर 1.16, लगानी 1.51, जीवन बीमा 0.41, उत्पादन 1.15, माइक्रो फाइनान्स 0.63, निर्जीवन बीमा 0.68 र व्यापार सेक्टर 1.65%ले घटे। मुटु हात हालेर हिँडेका छन् भन्ने पुरै टिकटकभरि भाइरल छ। ल अनलाइन खबरलाई यति नै गरौँ। जाउँ विशालाका सामग्रीतिर। शेयर बजार 27.82% बढ्यो। बजार पूँजीकरण रु 44.58 खर्ब भनेर पुरा मन्थली क्यान्डल लाएर हेर्दैछ विशालले। घट्या बेला त अलि लामो क्यान्डल हेर्नुपर्छ। यता डेली क्यान्डल र विकली क्यान्डल हेऱ्यो भने त सातोपुत्लो फ्लाइङ छ। अब लामो डाटा हेऱ्यो भने राम्रै छ, बढ्या छ। अब गएको 1 वर्षदेखि के छ भन्नु त बढिरह, किनभने 1800 2000 देखि 2800 2700 को यात्रा भनेको त बढेकै हो। तर अस्ति 2929 देखि कति % घट्यो भनेर समाचार लेखिदिए भए अलि तात्ता त हुन्थ्यो। प्राविधिक रूपमा इन्भेस्टमेन्ट समूहका 7 कम्पनीको अवस्था कस्तो छ भनेर एउटा चार्ट, क्यान्डलस्टिक चार्ट प्याटर्न, बोलिङ्गर ब्यान्ड चाहिँ छैन, तर हायर हाई हायर लो बनाउँदै गरेको छ। ट्रेन्ड लाइन चाहिँ ब्रेक गरेर हिजो 109.57 अङ्कमा आइपुगेछ यो इन्भेस्टमेन्ट इन्डेक्स।
भने RSI 68.18 मा पुगेछ, झन्नै 100 मा पुगेर चाहिँ पुग्न पनि, अनि कति बढोस् त नि बढ्न नि। ल अब यो प्राविधिक रूपमा कस्तो बोलिङ्गर ब्यान्ड के छ, बोलिङ्गर यो CIT को के छ, कम्पनी वाइज रहेछ, CDB होल्डिङ्स, त्यसपछि गएर ल यो समूह नै इमर्जिङ नेपालको कुरा, त्यसपछि हाथवे इन्भेस्टमेन्ट कम्पनी लिमिटेड, HIDCL का कुरा, निफ्रोको कुरो हेर्नुहोस्, आफै भाडामा बसेर निफ्रोको घर आउँछ भनेर बुरुक्क उठेर जात्रा, NRN का कुराहरू पनि रहेछन्। ल निष्कर्ष के छ भने यी क्षेत्रका सातवटै कम्पनीहरूलाई प्राविधिक रूपमा निहाल्दा तीव्र बिक्री दबाव चलेको देखिन्छ। आज यस क्षेत्रमा मध्य ब्यान्डमा इन्भर्टर ह्यामर क्यान्डल बनेको देखिएको छ। यदि आगामी कारोबारमा यो क्षेत्रमा बुलिस क्यान्डल बनेको खण्डमा अप ट्रेन्डको सम्भावना पनि रहन्छ, तर आगामी क्यान्डलले मध्य ब्यान्ड छोडेमा भने केही अङ्क पनि गुमाउन सक्छ भन्ने कुराहरू आयो। शेयर बजारमा लगानी गर्नु जोखिमपूर्ण हुन्छ, यसरी गरिएको विश्लेषणका आधारमा बेच किन भनेको चाहिँ होइन भनेर भनिन्छ। अधिकांश कम्पनीहरूको RSI झन्डै ओभरसोल्ड जोन नजिक पुग्न लागेको देखिएको छ। रिभर्सलतिर जाने हो कि भन्ने यसो हेर्दा चार्ट हेर्दाखेरि देखिएको कुरो मैले जानकारी गराएँ। हेर्नुहोस्, अब जाउँ अर्को खबरतिर। संस्थापक शेयर खरिद बिक्रीलाई सहज बनाउँदै NIC एसिया क्यापिटल OFS प्लेटफर्म सञ्चालनमा भनेर यो प्रोडक्ट लन्च प्रेस मिट भएर छ NIC एसिया ब्याङ्कको। अब संस्थापक शेयर खरिद बिक्री गर्न सजिलो बनाउँछौँ हामी भनेर गरेका छन्। गर नयाँ चिज गर। लगातार 6 दिन घट्यो नेप्से, एउटा बाहेक सबै समूहमा रातो पोतियो भन्ने लगानीकर्ताको मुटु पुरै हात हालेर हिँडेको समाचार हो यो। 20 सालले पनि लेखेको रहेछ। म्याग्दीमा 2 महिनापछि बेरिस क्रसओभर, अब बागलुङ र मुस्ताङमा पनि पारा त्यस्तै भनेर हिस्टोग्रामहरू पनि नेगेटिभ भनेर लेखिएको छ भने त्यो यो म्याग्दीलाई बुलिस क्रसओभर भएपछि यता हिजोबाट बेरिस क्रसओभर बनेको कुरा देखाइएको छ। हिस्टोग्रामहरू पनि रातो देखिएछ। लु अब मुटु हात हालेर हिँड्ने हो कि अब कहाँ लिएर हिँड्नु होला। हिजोका शीर्ष 10 ब्रोकरबाट 6 वटाबाट उच्च बिक्री, 4 वटाबाट मात्रै खरिद भनिएको छ। भिरकुटी स्टक डिलरबाट सर्वाधिक कारोबार गरेको छ हिजो। यो ब्रोकरबाट हिजो चाहिँ 79 करोड 76 लाखको खरिद छ भने 39 करोड 12 लाखको बिक्री छ। दोस्रो स्थानमा रहेको नासा सेक्युरिटिज 43 करोड 56 लाखको खरिद छ भने 53 करोडको बिक्री छ। बटममा ल्याएर बेच्नेमा नासा पनि एक नम्बरमा छ। तेस्रो स्थानमा रहेको सनी सेक्युरिटीबाट 24 करोड 92 लाखको खरिद भएको छ भने 37 करोड 45 लाखको बिक्री छ। चौथो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट 29 करोड 90 लाखको खरिद भएको छ भने 26 करोड 76 लाखको बिक्री, अलिकति ढलानले किनेछन्। पाँचौं स्थानमा रहेको भिजन सेक्युरिटिजबाट 28 करोड 61 लाखको खरिद भएको छ भने 27 करोड 86 लाखको बिक्री छ भनेको लौ संस्थागत लगानीकर्ताको साइड रहेछ। यो भिजन 34ले बेचेपछि रेजिस्ट्रेसनमा गएर बजार चाहिँ बचेको देखिए मैले छैन। यो 34 44 42 45 49 कुरो। छठौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट 24 करोड 22 लाखको खरिद भएको छ भने 26 करोड 18 लाखको बिक्री भएको छ। सातौं स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट 19 करोड 17 लाखको खरिद भएको छ भने 25 करोड 78 लाखको बिक्री। हेर त आत्तिएर बेचेका, अस्ति किन्दै थिए। आठौं स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट 17 करोड 79 लाखको खरिद भएको छ भने 25 करोड 78 लाखको बिक्री रातिएका। नौ स्थानमा रहेको दीपशिखा धितोपत्रबाट 19 करोड 51 लाखको खरिद भएको छ भने 22 करोड 38 लाखको बिक्री भएको छ। सब बेचेछन्, अस्ति किन्दै थिए। दोस्रो स्थानमा रहेको अग्रवाल सेक्युरिटिजबाट 24 करोड 40 लाखको खरिद भएको छ भने 13 करोड 29 लाखको बिक्री। यो 6 नम्बर र 55 नम्बरको खरिद देख्दाखेरि चाहिँ कहिलेकाहीँ लाग्छ कि पैसो बनाउने नै यिनीहरूले हो भन्ने लाग्छ। अरू बाँकी त सबै खडखडे खेलेर सिद्धाउने भए। नेप्सेमा 7.5 अर्ब रुपियाँको बोनस सेयर सूचीकृत भन्ने कुराको समाचार छ। यो पनि लामो टाइम फ्रेमको कुरो हो। यो 20 साल लेखेको समाचार। ल 20 साललाई पनि मान्छेले मुटु हातमा लिएर हिँडेका छन्, ब्याज त तलायो भनेर के खुसी हुनु यसो ताले होला। ल अब नेपाली पैसाका समाचारतिर लागौँ। हिमालय एभरेस्ट इन्सुरेन्सको साधारण सभा आज बस्दै लाभांश प्रस्ताव पेश हुँदै भन्ने समाचार छ। हिमालयन एभरेस्ट इन्सुरेन्सको लाभांश प्रस्ताव पारित गर्न आज फागुन 27 गते मंगलबार वार्षिक साधारण सभा बस्दैछ। सभा बानेश्वरको अनमोल ब्याङ्क्वेट शङ्खमूल काठमाडौँमा बिहान 11 बजे सुरु हुनेछ। साधारण सभाले गत वर्षको नाफाबाट 8.75% नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पेश गर्नेछ भन्ने कुरा आयो। साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन 15 गते बुक क्लोज गरिसकेको छ। फागुन 14 गतेसम्म शेयर किनेका लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउने छन् भनेर हिमालयन एभरेस्ट इन्सुरेन्सको कुरो आयो। लु आज फागुन 27 गते साधारण सभा भन्ने कुरो। आज यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भनेर आएको छ। CLI र नेस्डोको कुरो हो। आज फागुन 27 गते मंगलबार नेप्सेमा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। यस दिन सिटिजन लाइफ इन्सुरेन्स र नेस्डो लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन थियो। अन्तिम दिन हो। यी दुवै कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन 28 गते बुक क्लोज गर्दैछन्। यसर्थ आजसम्म कायम शेयरधारकले मात्र यो कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् भने
साढ सभामा भाग लिन सक्नेछन्। सिटिजन लाइफले 26.98% बोनस हेरेर 1.42% नगद लाभांश कर तिर्नका लागि वितरण गर्दैछ भने नेस्रो समृद्ध लघु वित्तले 14.75% बोनस हेरेर कर तिर्न 0.25% नगद गरी कुल 15% लाभांश वितरण गर्दैछ भन्ने कुरा आयो। सभा हुँदैछ लघुवित्तको रोयल कुस्मा रिसोर्ट कुस्मा पर्वतमा 11:30 बजे भने सिटिजन लाइफको हुँदैछ चैत्र 15 गते अम्रपाली ब्याङ्कवेट भाटभुटेनी नक्सालमा बिहान 11 बजे भन्ने कुरा आयो। यो पनि मैले पढेर सकेँ। 10 वाणिज्य ब्याङ्कको प्रति शेयर आम्दानी 10 रुपियाँ भन्दा माथि विकास ब्याङ्क र फाइनेन्स कम्पनीहरूको भने यस्तो अवस्था देखियो भन्ने समाचार छ। यसमा डेटा पनि आएको रहेछ। ब्याङ्क प्रफिट एन्ड इपिएस अप टु माघ 81 भनेर माघ 81 सम्मको इपिएस के देखियो भन्दा कृषि विकास ब्याङ्कको 4 रुपियाँ 40 पैसा, सिटिजन ब्याङ्कको 6 रुपियाँ 11 पैसा, एभरेस्ट ब्याङ्कको 19 रुपियाँ 88 पैसा, ग्लोबल आइएमई ब्याङ्कको 10 रुपियाँ 21 पैसा, हिमालयन ब्याङ्कको 6 रुपियाँ 80 पैसा, कुमारी ब्याङ्कको 2 रुपियाँ 82 पैसा रातो छ। रातो भने के हो हेर्नु होला। लक्ष्मी सनराइज ब्याङ्कको 6 रुपियाँ 53 पैसा, माछापुछ्रे ब्याङ्कको 8 रुपियाँ 33 पैसा, नोबेल ब्याङ्कको 14 रुपियाँ 82 पैसा, नेपाल ब्याङ्कको 16 रुपियाँ 73 पैसा, नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कको 10 रुपियाँ 8 पैसा, नेपाल एसबिआईको 10 रुपियाँ 2 पैसा, एनआइसिआइसिआई ब्याङ्कको 3 रुपियाँ 12 पैसा, एनएमबी ब्याङ्कको 12 रुपियाँ 77 पैसा, प्रभु ब्याङ्कको 7 रुपियाँ 79 पैसा, प्राइम ब्याङ्कको 11 रुपियाँ 25 पैसा, राष्ट्रिय वाणिज्य ब्याङ्कको 7 रुपियाँ 92 पैसा, सानिमा ब्याङ्कको 10 रुपियाँ 10 पैसा, सिद्धार्थ ब्याङ्कको 6 रुपियाँ 7 पैसा, सिस्टान चार्टर ब्याङ्कको 18 रुपियाँ 31 पैसा भनेर टोटल इन्डस्ट्री एभरेजमा यो माघसम्मको इपिएस हेर्दाखेरि सबैभन्दा हाई एभरेस्ट ब्याङ्कको 19 रुपियाँ 88 पैसा, सबैभन्दा कम कुमारी ब्याङ्कको 2 रुपियाँ 82 पैसा, एनआइसिआइसिआईको 3 रुपियाँ 12 पैसा रहेछ। लु यो चाहिँ यो गएको 8 महिनाको डाटा हो। एमाउन्ट इन 10 लाख नेट प्रफिट पनि राखिएको छ। त्यसपछि डेभलपमेन्ट ब्याङ्क प्रफिट एन्ड इपिएस अप टु माघ 2081 भनेर माघसम्मको डाटा हेऱ्यो भने सबैभन्दा राम्रो इपिएस गरिमा विकास ब्याङ्कको 12 रुपियाँ 3 पैसा रहेछ, मुक्तिनाथको 8 रुपियाँ 93 पैसा, साइन रेसुङ्गाको 9 रुपियाँ 16 पैसा, कामना सेवा विकास ब्याङ्कको 11 रुपियाँ 81 पैसा, महालक्ष्मी विकास ब्याङ्कको 7 रुपियाँ 81 पैसा, ज्योति विकास ब्याङ्कको 6 रुपियाँ 94 पैसा, साङ्ग्ला विकास ब्याङ्कको 7 रुपियाँ 37 पैसा, लुम्बिनी विकास ब्याङ्कको 6 रुपियाँ 37 पैसा, मुत्तिरी डेभलपमेन्ट ब्याङ्कको 5 रुपियाँ 78 पैसा, सिन्धु विकास ब्याङ्कको 8 रुपियाँ 70 पैसा, ग्रिन डेभलपमेन्ट ब्याङ्कको 2 रुपियाँ 60 पैसा, कर्पोरेट डेभलपमेन्ट ब्याङ्कको 0.39 आयो। 1 रुपियाँ पनि रहेछ चोरा खान, त्यही होला 25 तिर यस्तो ताल छन्। नारायणी विकास ब्याङ्कको हेऱ्यो भने -3 रुपियाँ 27 पैसा, यही खडखडे चलिरहेछ जुवा पुरै कौडा। सप्तकोशी विकास ब्याङ्कको हेऱ्यो भने 2 रुपियाँ 50 पैसा माइनसमा छ, एक्सल डेभलपमेन्ट ब्याङ्कको 15 रुपियाँ 13 पैसा माइनसमा छ, कर्णाली विकास ब्याङ्क त अब के भन्नु टुस फर्किया छ 143 रुपियाँ 45 पैसा माइनसमा छ। हेर ताल ल यो सोर्स एनआरबी भनेर भनिएको छ। त्यसपछि फाइनेन्स कम्पनीतिर लागौँ। फाइनेन्स सबैभन्दा राम्रो इपिएस छ यो माघ महिनासम्मको साउनदेखि आइसिएफसी फाइनेन्सको रहेछ। त्योभन्दा अगाडि सुरुवात पढ्छु नेपाल फाइनेन्सको हेर 2600मा झुन्डिएका 2 रुपियाँ 30 पैसा, गोर्खा फाइनेन्सको -4 रुपियाँ छ, हरे रामद्वारिका, बेस्ट फाइनेन्सको -2 रुपियाँ 28 पैसा, यसलाई त तकमा दिनुपर्ने हो। गुडल फाइनेन्सको 1 रुपियाँ 75 पैसा, पोखरा फाइनेन्सको 54 रुपियाँ 41 पैसा, राम 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 राम। श्री इन्भेस्टमेन्ट फाइनेन्सको 1 रुपियाँ 92 पैसा, सेन्ट्रल फाइनेन्सको 0.84 छ, जानकी फाइनेन्सको -21 रुपियाँ 50 पैसा, समृद्धि फाइनेन्सको -10 रुपियाँ 8 पैसा, गुहेश्वरी मर्चेन्ट एन्ड ब्याङ्क एन्ड फाइनेन्सको -1 रुपियाँ 23 पैसा, आइसिएफसी त भनिहाले 10 रुपियाँ 62 पैसा, सबैभन्दा राम्रो हो फाइनेन्स सेक्टरकै इपिएस। प्रोग्रेसिभ फाइनेन्स लिमिटेडको 10 रुपियाँ 25 पैसा, मल्टिपर्पज फाइनेन्सको 3 रुपियाँ 46 पैसा, मन्जुश्री फाइनेन्सको 9 रुपियाँ 26 पैसा, रिलायन्स फाइनेन्सको 11 रुपियाँ 16 पैसा माइनसमा छ। लु ताल यस्तो छ, फाइनेन्स सेक्टर त पुरै धराशायी रहेछ, माइनसमा रहेछ, कमाएकै 589.89 माइनसमा छ। यो डाटा 10 लाखे डाटा हो। गियो अब यही पनि बुम भनेर हिँड्छन् चोराखनतिर, फन्डामेन्टल हेर्दैनन्, कुन दिन तालचाबी लागदिन, अनि त्यो कर्णालीमा रोए जसरी आँ गराउँछ। अब यस्तो भनौँ त लखेड्छन्, हेर्नु धेरै कुरो भन्न भएन। शेयर बजारमा भित्रिने पहिलो औषधि कम्पनी ओम मेगाश्री फार्मास्युटिकलको अवस्था कस्तो छ, आइपिओमा आवेदन दिनु अघि हेरौँ भनेर जाऊ 10 त भन कसले हेर्छ भनेर मान्छेहरू बुम गर्छन्। तैपनि हेर्दाखेरि नराम्रो छैन। नेटवर्थ हेऱ्यो भने यसको 2081 पौषसम्मको हेर्दाखेरि 91 रुपियाँ 15 पैसा नेटवर्थ रहेछ भने इपिएस 0.98, यसलाई पनि 2000 लगेर बेच्ने होला चोराखन्तीहरू, जुवा खेलिसँग सकिन्न। रिटर्न अर्निङ हेऱ्यो भने 37,176 रुपियाँ माइनसमा छ। लु यो कम्पनीलाई त्यही 100 रुपियाँ पनि महँगो हुने स्थिति हो, तैपनि अब सेकेन्डरी मार्केटमा अलि माथि जाला भन्ने कुरा। केयर -एनपी बीबी- रहेछ यसको रेटिङ। लु 10 सीतालाई के रु जुवा खेल्ने मान्छे चाहिँ रुनुपर्छ, छैन। जम्मै नेटवर्थ 91 रुपियाँ नेटवर्थ र 98 पैसा पिपिएस छ। त्यसो भनौँ त लखेड्छन् जुवाडीहरू। काठमाडौँमा यी क्षेत्रमा 2 महिनाका लागि निषेधाज्ञा लागू, 5 जनाभन्दा बढी भेला हुन नपाउने। ठ्याक्कै पुरै त्यो माओवादीको द्वन्द्वको बेला ला जस्तै यो निषेधाज्ञा लाएर छ। हेर्नुहोस् अब काठमाडौँतिर 5 जना भएछ, हात मिलाएर हिँड्नु पनि पाइएन, गाह्रो छ। हेर्नुहोस् अझै पनि यो गणतन्त्र छ भनेर जिन्दाबाद भनेर हिँडेका छन्। मोबाइलमा बोलेर हुँदैन हौ, होइन।
माघमा महँगी दर 4.16% कायम। यो हिजो राष्ट्र ब्याङ्कको डेटा हो, अलि विस्तृतमा हेर्दै जाउँला। मुलुकको सदानन्तर स्थिति 2.84 करोड रुपियाँ बचतमा छ भन्ने कुराको समाचार पनि हिजो आएको छ। ब्याङ्कहरूको सेयर धितो कर्जा 7 महिनामै 23 अर्ब रुपियाँले बढ्यो। कुनले कति दिएका छन्? यो समाचार आउँदा सेयर बेचेर भाग्छन्। अब के भन्नु, देशको स्थिति ठिक छैन भन्ने समाचार आउँदा चाहिँ किन्थे। अब अहिले सबै डेटा ठिक छन् भनौँ भने भाग्छन्। यी भगोडाहरूलाई सकिन्न, नभइकन बजार पनि बढ्दैन। मार्जिनेचर लोन अफ ब्याङ्क अप टु मार्च 2081, नोबेल ब्याङ्कको सबैभन्दा राम्रो प्रगति देखिन्छ 1 नम्बरमा, ग्लोलाइम ब्याङ्कको दोस्रो नम्बरमा, कुमारी ब्याङ्कको तेस्रो नम्बरमा, सिद्धार्थ ब्याङ्क चौथो नम्बरमा, नेपाल ब्याङ्क पाँचौं, त्यस्तै प्राइम कमर्सियल ब्याङ्क, सिटिजन ब्याङ्क, राष्ट्रिय वाणिज्य ब्याङ्क, प्रभु ब्याङ्क, लक्ष्मी मेगा, एभरेस्ट, एनआइसी एसिया, सानिमा, एग्रिकल्चर, हिमालयन, एनएमबी, माछापुच्छ्रे, नेपाल एसबिआई, यी क्रमशः माथिबाट तलसम्म छ। वृद्धि दर चाहिँ सबैभन्दा राम्रो वृद्धि दर हेर्ने 134% को एसबिआई को रहेछ। त्यस्तै 44 झन्डै 45% को सिद्धार्थ छ। कुमारी ब्याङ्कको झन्डै 98% वृद्धि भएको छ अघिल्लो वर्ष, यो गएको असार 81 र माघ 81 को डाटा हो। स्ट्यान्डर्ड चार्टरको त यो मार्जिनेचर लोन छैन। सेयर धितो कर्जा 7 महिनामै 23 अर्ब रुपियाँले बढ्यो। ब्याङ्कहरूको त्यो सेयर होल्डर लिस्ट हेऱ्यो भने सबै संस्थागतको नाम छ। बुमबुमीहरू बेचेर हिँडे। जलविद्युत आयोजनाले रघुगङ्गा गाउँपालिकाको 31 बुधे माग, बेनीबाट प्रसिद्ध समाचार हो। एउटा आयोजना बनाउन गयो, 31वटा माग त्यसरी पुरै घुँडा भाउ लाउन खोजे रघुगङ्गा गाउँपालिकाका अध्यक्षले। ल हेर्नुहोस्, यो पनि समाचार छ नेपाली पैसाको। यस्तो ताल छ। यो चाहियो वातावरण प्रभाव मूल्याङ्कन अनुसार पुरै एम्बुलेन्स चाहियोदेखि लिएर बाटो बनाइदिनु पर्यो भन्ने सम्मका कुराहरू छन्। अनि हाइड्रो पावरको हामीलाई पर मेगावाट कस्टिङ तल चाहिन्छ, कहाँबाट गरोस्, गाह्रो छ, खान नि पर्यो। रवि लामिछानेले देउबा र ओलीसँग भित्री रूपमा सम्झौता गरेको चुकुल ढकालको आरोप भन्ने अर्को समाचार छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित भएका महामन्त्री चुकुल ढकालले राष्ट्रसभा सभापति रवि लामिछानेसँग कांग्रेस सभापति शेरबहादुर देउबा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भित्री रूपमा सम्झौता गरेको आरोप लगाएका छन् भनेर फेसबुकमा लेखेको कुरालाई समाचार बनाए। यी मुकुल ढकाल पनि पुरै चुकुल ढकाल भइसक्यो। सम्हालिसकेको शेयर बजारलाई राजनीतिले बिचकाएको हो त अझै कतिको पर्छ असर भन्ने विषयमा एउटा विश्लेषण छ। पर्दा घाटा नहुने विश्लेषण हो यो। बेचेर बसेपछि यस्ता विश्लेषण लेख्न नि पर्छ, गाह्रो छ। हेर्नुहोस्, युनाइटेड मोदीले चैत 27 गते एजिएम गर्दै हक शेयरको अनुपात घटाउने प्रस्ताव ल्याएको रहेछ। युनाइटेड मोदी हाइड्रो पावर लिमिटेडले आर्थिक वर्ष 8081 को वार्षिक साधारण सभा चैत्र 27 गते बोलाएको छ। सभामा कम्पनीले गत जेठ 27 मा बसेको आर्थिक वर्ष 1980 को साधारण सभाबाट पारित 1.1 अनुपातको हक शेयर जारी गर्ने प्रस्तावलाई संशोधन गर्ने मुख्य प्रस्ताव रहेको छ। कम्पनीले उक्त प्रस्ताव हक शेयर अनुपात घटाएर 1 बराबर 0.65 65% मात्रै अनुपातमा हक शेयर जारी गर्ने प्रस्ताव गरेको हो। लु अब के हुन्छ त, आजभोलि हिजै भयो होला हुन त। स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको योगदान महत्त्वपूर्ण छ भनेर प्रधानमन्त्री भन्नुभएको छ। यो हिजो भएको कार्यक्रम हो। यही कार्यक्रममा बोलेको सुन्दाखेरि चाहिँ नागा डाँडी भाँचेर पुडे टुनी खेल्न ल्याएर भन्ने कुरो चाहिँ भन्ने कुरो आउँछ। अब नेपाली पैसा सकेर सेतो पार्टीतिर लागौँ, पूर्व राजा कुन तागतका मानिस हुन् मैले बुझेको छु, फर्केर आउँदैनन् भनेर भनेछन्। कसले भन्दा कृष्ण सिटौडाले भनेर छन्। धन्दै आउन पाए उहाँ लन्चोरले गरेर हात अगाडि सारिदिएपछि यिनले ठुला कुरा गर्छन्। गाह्रो छ। हेर्नुहोस्, बिस्मटेकको साइडलाइनबाट बैठकमा भेट्दैछन् प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी भनेर अब भारत जान नपाएको जोगा ओलीले पुरै साइडलाइन बैठकमा भेटघाट गर्ने भएछन्। ओली र मोदी, यो कुरा समेटिएको सेतो पार्टी पोलिटिक्स समाचार हो। यो आर्जु राणाले गर्दा पनि भेटघाट हुन सकेन, इन्डिया जान सकेनन्। कति गाह्रो हो। पुँजी बजार चलाएमा नभएसम्म श्रम शक्ति व्यवस्थित हुन सक्दैन भनेर यी उद्योग मन्त्री दामोदर भण्डारीले भनेका छन्। यिनले बुझेर भने जस्तो चाहिँ मलाई लागेको छैन। हेर्नुहोस्, बुझेरै भने जस्तो लाग्यो। पुरै उहाँ त्यो एउटा साई विजय साईलाई त देशको वरिष्ठ वैज्ञानिक भन्न भ्याउने मान्छेले यस्तो भने भन्दाखेरि पत्यार चाहिँ काँडा लागोस्। कुलमान बारे मन्त्री परिषद बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल भन्ने शीर्षकमा समाचार आएको छ। हिजो एक दिनमा निर्णय नगर्दैमा पुरै सरकार ब्याग्बो भनेर यहाँ फेरि बुमबुमीहरूको जात्रा छ। निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्गदेनको प्रतिक्रिया, गणतन्त्रको जग हल्लिएछ भनेर भनेका छन्। यिनी पनि बुरुक्क उफ्रिया छन्। होली नजिकैसँगै बढ्यो बजारमा चहल पहल, आयातित सामग्री किन्दै उपभोक्ताहरू भनेर पुरै पिचकारीदेखि लिएर भारतीय बजारबाट आएका सामग्रीहरू बजारमा किन्न लडामाथि छ भन्ने कुरो आयो। टी सर्टदेखि लिएर हेर त पुरै पसलमा सजाउ भएका यी पिचकारीहरू देखिन्छ। अभियान दैनिकको समाचार हो यो। देशको वर्तमान स्थिति, वित्तीय स्थिति, रेमिट्यान्समा वृद्धि, सुधारान्तर स्थिति 284 अर्ब 41 करोडले बचतमा भनिएको छ। प्रमुख झलकहरू यस्ता छन्। वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति 4.16% रहेको छ। आयात 10.1%ले र निर्यात 46.50% बढेको छ। आयात पनि बढाएको छ, निर्यात पनि बढाएको छ। बुमबुमीहरू सेयर बेचेर भागेको छ। विप्रेषण आप्रवाह नेपाली रुपियाँमा 7.3%ले नेपाली र अमेरिकी डलरमा 5.3%ले बढेको छ। सुधारान्तर स्थिति 284 अर्ब 41 करोडले बचतमा छ।
कुल विदेशी विनिमय संचित अमेरिकी डलरमा 17 अर्ब 5 करोड पुगेको छ। नेपाल सरकारको खर्चहरू 754 अर्ब 85 करोड र राजस्व परिचालन 642 अर्ब 85 करोड रहेको छ। विस्तृत मुद्रा प्रदाय 4.4% बढेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्रा प्रदाय 10.1% बढेको देखिन्छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन 3.8% र निजी क्षेत्रमा प्रभावित कर्जा 5.6% बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धि दर 9.70% र निजी क्षेत्रमा प्रभावित कर्जाको वृद्धि दर 7.3% रहेको छ भनेर राष्ट्र बैंकको हिजोको डेटा पनि अपलोड गरिएको छ। यस्तो सबै राम्रो हुँदा पनि भागाभाग कुदाकुद पुरै लिगलिगे दौड खेल्यान्। अब के हुन्छ त? हुन त अघिल्लो पटक 1800 को हाई ब्रेक गर्नुभन्दा अगाडि 1600 तिर पनि यो लिगलिगे दौड चलेको थियो। अनि पछि गएर 2100 तिर गएर बल्ल क्लियर प्ले झालेको थियो। यो पालि पनि त्यही हुन्छ कि भन्ने लागिरहेछ। 46 खर्ब रुपियाँभन्दा बढी पुँजीकरण रहेको नेप्सेको नेतृत्व गर्न पूर्व सिइओहरूको रुचि भनेर बसुन्जेल खाए, फेरि खान घुँडेबाउ पसारे भनेर पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल, नारद कुमार लुइटेल, युवराज दाहाल, प्रवीण अधिकारी, चुडामणी चापागाई, विमल कुमारी तिवारी, कृष्णबहादुर कार्की, हेमन्त बस्याल र मुकुन्दराज जोशी 10 जनाले आवेदन दिएका छन् सिइओको लागि। को हुन्छ त? हेमन्त बस्याल भयो भने त अब जिन्दगी सकिहाले, अब 58ले खाइगयो। अब कृष्णबहादुर कार्की आयो भने तपाईँ हामी ऋण दिन आइगयो भनेर भन्नु पर्यो। अब अधिकांश लघुवित्त मर्जरको मनस्थितिमा छन् भन्ने समाचार छ। यो समाचार कारोबार दैनिकको समाचार हो। तैपनि बुम्बुमीहरूले पुरै बजार झार्नलाई यस्तो गरे भन्छन्। सुस्त भयो निजी क्षेत्रमा जाने कर्जाको वृद्धि दर भन्ने समाचार लेखिएको रहेछ। यो पनि कारोबार दैनिकको समाचार हो। यो राष्ट्र बैंकको डेटाले त्यो भन्दैन, समाचारले भनेर हामीलाई के गर्नु। निजी विद्यालयलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह भनेर विद्यालयले कहाँ लगानी गरिरहेछ कुन्नी? यो मैले बुझिनँ। हिजो प्रधानमन्त्री गएर बोलेछन्। यो निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सनको 16औं राष्ट्रिय महाधिवेशनमा बोलेको कुरो हो। कहाँ लगानी गर्ने होला यो विद्यालयले? गाह्रो छ। एक सातादेखि बजारमा भारी गिरावट, नेप्से 20 अङ्कले घटो हिजो भनेर समाचार पुरै ओह्रालो लागेको समाचार छ। ओह्रालो लाग्यो भने मृगले नि खेद्छ भन्थे। कति समाचार पढ्नु, समाचार पढाएको सुनेर कतिलाई रिस उठिरहेको च्याटमा। फेवा खोला जलविद्युत आयोजनाले पानी भिरमा बगाउँदा पहिरो बस्ती बगाउने चिन्ता भन्ने समाचार पनि यो नयाँ पत्रिका दैनिकमा आएको छ। यो पनि हामीले हेर्यौं भर्खरै तत्तातो। त्यसपछि पीडितको 40 अर्ब मिलान गर्ने दायित्व बोकेको समस्याग्रस्त सहकारी आफै समस्यामा परेको छ भन्ने कुराहरू छन्। खारेज हुँदैछ 17,000 सहकारी भनेर यो समाचार पनि आएको छ। ऊर्जा मन्त्री खड्काले 3 महिनामै फेरि सिँचाइ विभागको महानिर्देशक भन्ने समाचार पनि आएको रहेछ। केन्द्रीय कारागारका 3 स्कुलमा 19 देखि 81 वर्षसम्मका 702 विद्यार्थी कैदीबन्दी छन्, जुन प्राध्यापक र शिक्षकहरू पनि हुन् भनेर भनिएको छ। यहाँ अरू समाचार थप लेखिएको छ। उद्धार माग्दा माग्दै अस्थायी भिरबाट लडेका भण्डारी 17 घण्टापछि निकालियो शव भनेर भिरबाट लडेर खोलामा परेछन्। त्यो समाचार पनि नयाँ पत्रिका दैनिकमा थियो भन्ने कुराको मैले जानकारी गराइहालेँ। हेर्नुहोस्। अब जाउँ नागरिक दैनिकतिर। यस्तो छ, प्रतिनिधि सभाको आजको बैठकको सम्भावित कार्यसूची, प्रमुख प्रतिपक्षी दलका नेता बोल्दै भन्ने कुरा आज कार्यसूची रहेछ। यो खबर नागरिक दैनिकमा उल्लेख छ। लय भत्काउन खोजिएको लोकतन्त्र भनेर पुरै यो नागरिक दैनिकले सम्पादकीय लेखेको छ। लौ हिजो राजावादीको भएको आन्दोलन चाहिँ लय भत्काउन खोज्या हो भनेर भन्छन्। यी नेतालाई भन्न चाहिँ यी पत्रकारहरू पुरै खाएर बसेका हुन्छन् कि भन्दैनन्। नेतालाई चाहिँ राजा एउटा आफ्नो घर आउँदाखेरि पुरै रुवावासी छ पत्रकारको पनि। राजावादी प्रदर्शनबारे रविको भनाई, मलाई पूर्ण खाल्डो खन्नेहरू अब आफै जाकिन्छन् भनेर पुरै यता भगवान हौसिएछन्। मलाई पूर्ण खाल्डो खन्या थिए, अब त्यही खाल्डोमा अब यिनीहरू आफै पुरिन्छन् भनेर भनेका छन्। यो सायद यो बुटोलतिर पुगेर बोलेको कुरो हो। यो नागरिक दैनिकले लेखेको छ। पुनरुत्थानवादी हौसिँदै कहाँबाट भइरहेको छ उक्साहट भनेर पुरै जनता राजालाई स्वागत गर्न सडकमा आउँदाखेरि पुनरुत्थानवादी भनेर ट्याग लगाइदिएर चाहिँ अन्नपूर्ण पोस्टले ल हेर्नुहोस् पुरै ओलीको मुखपत्र रामेश्वर थापा त परे। द क्लिफमा प्रहरी कमान्डो प्रशिक्षार्थीद्वारा बन्जी जम्प गरेका छन् भनेर प्रहरीका कमान्डो टोली बन्जी जम्प गर्दै गरेको फोटो सहित यो खबर बिजनेस पानाले लेखेको छ। क्लिफको त प्रचार बुम भयो। 2369 अर्ब पुग्यो विदेशी विनिमय सञ्चित। कति महिनाको आयात धान्छ भन्दा झन्डै 14.5 देखि 15 महिनाको आयात धान्ने अवस्था छ भनेर समाचारहरू बाहिर आएको छ। 7 महिनामै आयो 900 अर्ब रेमिटेन्स। पैसा त नेपालमा जनताले पठाएछन्। हेर्नुहोस्, मान्छेलाई बाहिर पठाएको छ। 7 महिनामा वाणिज्य ब्याङ्कको खुद नाफा 36 अर्ब भन्दा बढी। कुनको कति छ त वाणिज्य ब्याङ्कको नाफा हेर्यो भने? सबैभन्दा अग्रस्थानमा आउने ब्याङ्क हो नबिल ब्याङ्क, त्यसपछि ग्लोबल आइमी अनि इन्भेस्टमेन्ट मेगा भने अन्तिमतिर भएको त्यही हनाइसी एसिया छ। नाम एनआइसी एसिया, लगानी गर्दा एनआइसी एसिया भएको छ। अब काठमाडौँतिर लागौँ र राष्ट्र ब्याङ्कको गभर्नर बन्न 12 भाइको लिगलिगे दौड, कसको कनेक्सन कहाँ, सम्भावना कति, यो समाचार ट्रेन्डिङमा छ। हिजो हामीले पनि भनेका थियौँ, हेरेका थियौँ। मान्छेको नाम चाहिँ निलम ढुङ्गानादेखि लिएर आउने निलम ढुङ्गाना, त्यस प्रकाश कुमार श्रेष्ठ र त्यसपछि आउने भनेको एकजना
भट्टकाजी आउँछन् कि जस्तो देखिन्छ, नभए भने रामेश्वर थापा, 3 जनामा पर्छन् यिनीहरू भनेर पुरै हल्लाबाजी चलिरहेको छ। हुन्छ कि हेर्न बाँकी छ। अब निक्षेपको औसत ब्याज दर 8 वर्षपछिको न्यून हुँदा कर्जाको 42 महिना यताकै तल झर्यो भनेर देशको ब्याङ्किङ क्षेत्रको कर्जा र ब्याज दरको अवस्था छ। यस्तो हुँदा पनि मान्छे चाहिँ किन गएनन् त भन्दा एकचोटि उल्टाले हानेको कुकुर बिजुली चिम्काउँदा नि तर्सिन्छ भनेर व्यवसायीहरू पुरै हात बाँधेर बस्थे। अब ब्युरोक्रेटले चलाउँछ नि त व्यापार, हेरौँला हामीले पनि हात बाँधेर बसी थाहा भइहाल्छ नि भनेर व्यापारीहरू बसे। थुत्रा कागज पेलेर देशकै सबैभन्दा ठुलो उद्योगमा यसरी तयार हुन्छ पेपर भनेर यो चन्द्रप्रसाद ढकालले खोलेको कागज उद्योगको पुराना कागजहरूलाई पेलेर नयाँ कागज कसरी बन्छ भन्ने भिडियो सहितको यो सामग्री क्लिकमान्डोले लेखेको छ। उद्यमशीलताको विकास पदमा पुगेर कसरी गर्न सकिन्छ भन्ने कुराको चाहिँ चन्द्र ढकाल एउटा महत्त्वपूर्ण पात्र हुन् भन्ने कुराको आयो। अब अर्को खबरतिर लागौँ। फोहोर गरेको एमाले अझै तिरेन महानगरलाई जरिवाना, राप्रपाले 24 घण्टा नबित्दै बुझायो 1 लाख रुपियाँ जरिवाना भनेर भनियो। हेलो मेसेज बिहान बिहान आयो, हेर्नुहोस् रिन्यू गर भनेर। ल यो पनि खबर थियो क्लिकमान्डोको। अब अर्को खबरतिर लागौँ। अर्को खबर छ, किन आज विज्ञापन आइरहेछ क्लिकमान्डोमा। चीनबाट 6 महिनामै अर्बौंको लसुन आयो, भारत तस्करी भएपछि आयातमा रोक भनेर चीनबाट ल्याएको लसुन पुरै नेपाल हुँदै इन्डियातिर पुगेछ, रोकावट भएछ आयातमा। यसपछि ब्याङ्कहरूले ऋण असुल्न हतार गर्ने होइन, व्यवसायलाई जोगाउने उपाय खोज्नुपर्छ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ। तर यसको शीर्षकहरू अलिक फरक फरक छ। तर यहाँ क्लिकमान्डोको शीर्षक हो देशका प्रधानमन्त्री एमालेका, अर्थमन्त्री एमालेका, त्यो गभर्नरको झोले पनि एमालेका, तै पनि प्रधानमन्त्री त्यही ब्याङ्कलाई गाली गर्छन्। हेर यो देशको बुद्धि कहाँ छ। 10.5 खर्बको अन्तर्बैङ्क कारोबार भएको रहेछ। यो खबर भीमा पोस्टमा आएको छ। सबल अर्थतन्त्रको वित्तीय चित्र, निर्माण क्षेत्र र व्यवसायीलाई उत्साही कुन सूचकहरू कति मजबुत छन् भन्ने विषयमा विश्लेषण भीमा पोस्टले गरेको छ। हिजो राष्ट्र ब्याङ्कको डेटा आएपछि यो कुरा पनि मैले जानकारी गराएँ। सेयर धितो कर्जामा नबिल र गुलबलको टक्कर देखिएको छ। एसबीआई माछा पुछेर कुमारी झनै आक्रामक छन् भनेर भनिएको छ। धेरै ब्याङ्कहरूको लोन लिमिटेड टाइट हुने स्थिति आइसक्यो। यो कुराको सँगै अब मेरो लगानीतिर लागौँ। लाभांश प्रस्ताव पारित गरेर नेपाल इन्सुरेन्सले बोलाए साधारण सभा भन्ने समाचारतिर। नेपाल इन्सुरेन्स कम्पनी लिमिटेड एनआइसिएलले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। इन्सुरेन्सले चैत 19 गते साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा 76औं साधारण सभा बोलाएको हो। सो सभा बिहान 11 बजे सुरु हुनेछ। सभाले हाल कायम फिर्ता पुँजीको 15% दरले बोनस शेयर र कर प्रयोजनको लागि 0.79% दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसैले यसका साथै सभाले प्रबन्धन र नियमावली संशोधन गर्न आवश्यक सञ्चालन समितिलाई अख्तियार दिने पनि र सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएका खर्च अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ। साधारण सभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले चैत 7 गते बुक क्लोज गर्ने भएको छ। यसै अनुसार चैत्र 6 गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयर धनीहरूले नेपाल इन्सुरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्सुरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् भनेर चैत्र 7 गते बुक क्लोज नोटिस आएछ। अब जाउँ कता भने अर्को खबरतिर। शेयर बजार खास के कारणले घटिरहेको छ, लगानीकर्ताको अगुवा यसो भन्छन् भनेर सुभाष निरोडाले एउटा लेख लेख्नु भएको छ यो मेरो लगानीमा। अगुवा चाहिँ को चाहिँ हेरिहालौँ। छोटेलाल र उनीहरू भन्नुहुन्छ केही दिन अघिसम्म गभर्नर जाने भन्ने हल्लाले शेयर बजार लगातार 9 दिन बढाइयो। 9 दिन बढेको बजार घट्नु स्वाभाविक पनि थियो, तर अहिले जसरी घटिरहेको छ त्यो भने त्यति राम्रो संकेत पनि होइन। अर्कोतर्फ पोलिटिकल्ली मुभमेन्टले पनि बजारलाई अस्थिर पारिरहेको छ। अहिलेको सरकारको ठेगान छैन भन्ने जस्ता कुरा बजारमा आइरहेका छन्। अर्कोतर्फ शक्ति सङ्घर्ष हुने कुरा पनि आएका छन्। यसले गर्दा बजार घटेको हो। तर जसरी अहिले घटेको छ त्यसरी यो क्रम भने निरन्तर रहने छैन। नेपाल इन्भेस्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार भन्नुहुन्छ भनेर भन्नुभयो। उहाँको बाइट मैले यहाँ लिएँ। त्यसपछि अर्का व्यक्ति को छन् भन्दा तुलसीराम ढकाल, शेयर बजार घट्नु बढ्नु स्वाभाविक हो, तर अहिलेको घटाइ अलि बढी नै अस्वाभाविक देखिएको छ। अहिले राजनीतिक वृत्तमा राजा आउने र आन्दोलन हुन सक्ने आकलन केही लगानीकर्ताले गरिरहेका छन्, तर यस्तो हुने सम्भावना निकै कम छ। लगानीकर्ताले अलिक कम बुझेको मैले ठहर गरेको छु। अर्कोतर्फ इन्भेस्टमेन्ट कम्पनीलाई दोस्रो बजारमा कारोबार गर्न लगाएको भन्ने एक थरी लगानीकर्ताको बुझाइरहेको पाइएको छ, जसले गर्दा शेयर बजार घटेको हो। नेपाल इन्भेस्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले मेरो लगानीसँग भन्नुहुन्छ। अब अर्को मान्छे को छ, सत्य कुरा किन बोल्दैन यिनीहरू? कुरो प्लेज खोलेर बेचेको बोलिदियो हुन्छ नि त। फलानाबाटै यसरी बेचे, अब बेचेपछि बजारमा हल्ला गरे, साँचो कुरो बोल्दैनन्। अनि त्यसपछि एउटा लर टिको लगाइदियो ट्याक्क लाएर, क्या जानेका छन् है जनताहरू। यस्तै हो, साँचो कुरो त पढ्न कहाँ पाइन्छ। त्यही भएर समाचार भनेको गजाको लागि हो भनेर त्यसै ओसोले भने हामी त पढेर हकानिन्छौँ। किन सम्हालिन सकेन बजार, यो अर्को शीर्षकको विश्लेषण हो मेरो लगानीको। यो भन्ने व्यक्तिको नाम छ मेरो लगानी शेयर गफमा भएका कुराहरू। माछापुछ्रे क्यापिटलका प्रमुख सञ्चालन अधिकृत मधुरेन्द्र शाह, उहाँको अन्तर्वार्ता रहेछ।
यो लेखेको पनि छ र भिडियो पनि छ, हेर्न पढ्न सक्नुहुन्छ मेरो लगानीको सेयर गर्नु। राष्ट्र ब्याङ्कमा अधिकारीको यात्रा अनिश्चयदेखि अनिश्चयसम्म भनेर नेपालका गभर्नरको अनिश्चयबाट सुरु भएको यात्रा अनिश्चयसम्म भनेर यो एउटा लेख छ, सुजन ओलीले लेख्नुभएको लेख। यही गभर्नरलाई जय जय भन्ने मान्छे पनि छन्, यही गभर्नरलाई धारे हात लाएर कहिले जान्छ खसी काट्ला भन्ने मान्छे पनि छन्। तर अनिश्चयदेखि अनिश्चयसम्म नेपालको अर्थतन्त्र नै पुर्याए भन्ने कुराको विश्लेषण यो क्यापिटल नेपालले गरेको छ। यसपछि अर्को खबरतिर लागौँ। व्यवहारिसे लगानीकर्ता संरक्षण कोष करोडौं रकम उचित उपयोगको पर्खाइमा भन्ने शीर्षकमा लगानीकर्ता संरक्षण कोषको चर्चा गरिएको रहेछ। पदम भुजेलले लेख्नुभएको लेख हो। हिजो पत्रकारलाई धेरै भन्नुहुन्न, फेरि फ्याट नेप्सेमा सिइओ भनेर आउलान्, उता धितोपत्र बोर्डमा आउलान्, गाह्रो छ। बिमा समितिमा त गइ नै सके। शेयर बजार किन निरन्तर घटिरहेको छ भन्ने विषयमा चिन्ता व्यक्त गरेर पदम भुजेलले पनि लेख लेख्नु भएको छ। लु हेरौँ, बुझौँ, जानौँ। यसपछि कर्जाको ब्याज दर 2.84% घट्यो, पुराना ऋणीलाई राहत भनेर कर्जाको ब्याज घटेको, नयाँ त अब गएकै छैन, अलिअलि गाउलन गए पनि पुरानलाई चाहिँ राहत भयो, कर्जाको ब्याज दर घटेर भन्ने समाचार पनि आएको छ क्यापिटल नेपालमा। अब बीच पार्टीले एउटा खम्बा न्युज लेखेको छ। राष्ट्र ब्याङ्क भन्छ नेपालको अर्थतन्त्र सङ्कटतर्फ, राजस्व सङ्कलन कमजोर छ, शेयर बजार धराशायी छ भनेर पुरै क्या खम्बा न्युज लेख्न जाने यो अलिले। मुलुकको वर्तमान आर्थिक अवस्था र स्थितिलाई मुख्य सूचकबाट हेरौँ भन्ने विषयमा एउटा डेटा विश्लेषण गरेको छ इन्सुरेन्स खबरले, यो पनि पढ्दा घाटा हुँदैन। यसपछि दाबी अनुसन्धानका लागि अब बिमा कम्पनीले पनि सिआइडी खटाउन पाउने भन्ने नयाँ कुरा आएको रहेछ। अब यदि बिमा गर्नुभएको छ र त्यो क्षतिपूर्तिको लागि दाबी गर्नुभएको छ भने अब सिआइडी खटाएर पुरै सिआइडीले अनुसन्धान गर्ने भयो त्यो दाबीको लागि भन्ने कुराको चर्चा यो इन्सुरेन्स खबरले गरेको छ। यसपछि अर्थ संसारतिर लागौँ। शेयर कर्जामा ब्याङ्कहरू आक्रामक छन् भन्ने कुराको समाचार पनि छ। निर्जीवन बिमा कम्पनीद्वारा बाढी पहिरो क्षतिमा 3 अर्बभन्दा बढी दाबी भुक्तानी गरिसके भन्ने कुरा आएको छ। रेमिटेन्स आप्रवास 7.3%ले बढो भन्ने कुराहरू आएको छ। राष्ट्रिय स्तरका विकास सङ्घले बढाए नाफा भन्ने कुराहरू छ। यी समाचार अर्थ संसारले छापेको छ। ब्याङ्कको ऋण नतिर्ने पक्षमा प्रधानमन्त्री ओलीको अभिव्यक्ति। ब्याङ्कले ऋणीहरूको घाँटी निचोर्यो भनेर हिजो एउटा कार्यक्रममा भन्नुभएको थियो। त्यो ब्याङ्कले घाँटी निचोर्यो भनेर त्यही ब्याङ्क हेर्नेको अगुवा चाहिँ तपाईँकै पार्टीको झोले छ, त्यति चाहिँ बुझ्नुभएको नहो कि नबुझेर हो के बोल्छन् ओलीवाला नि। हिजो यिनको पनि कता सड्की छ, गाह्रो छ। ब्याङ्क तथा वित्तीय संस्थामा एकै दिन 5 अर्बको निक्षेप सङ्कलन भएको छ, 2 अर्बले कर्जा प्रवाह भएको छ भन्ने समाचार छ। अहिले डेटा पनि हामी हेर्छौँ, डेटामा उल्लेखनीय प्रगति देखिन्छ राष्ट्र ब्याङ्कको। अब ऊर्जा खबरतिर लागौँ। ऊर्जा खबरमा कुलमानको 3 दिने स्पष्टीकरण तालुक निकायमा नपुग्दै बाहिरियो, गोपनीयता माथि प्रश्नै प्रश्न। यो पुरै सामाजिक सञ्जाल एडिक्सनले कुलमानलाई पनि पारेको गाह्रो। निकायमा पुगेको छैन, पत्रिकामा आइसक्यो भन्ने कुराको समाचार हो। यो जहाज ल्याउनु पर्ने समय सकिन, एक दिन अगाडि बीबीएरोलाई डुक एयरको जहाज मार्फत प्रुफिङ उडान गर्न अनुमति दिएको छ भन्ने कुराको समाचार बिजनेस न्युजमा आएको छ। अब अर्थबिटको खम्बा समाचारमा गार्डियन माइक्रोमा औषधि लगानीकर्ता भन्ने शीर्षकमा यो गार्डियन माइक्रो लाइफमा हिजो मान्छे बुरुक उफ्रेको कुन्दिने प्याट हुन्छ अनि संस्थागत लगानीकर्ताको क्याप खोलिदिन्छ भने बुम बुम त्यसपछि भन्ने कुरो सँगै अब कान्तिपुर त अपलोड गर्दैन, हेर्नुहोस् अब 8 बजेसम्म नगरेपछि कसरी पढ्नु। राष्ट्र ब्याङ्कका डेटाहरूतिर लागौँ। सात तारिक र 8 तारिकको डेटा देखिन्छ राष्ट्र ब्याङ्कको वेबसाइटमा। यो इन्डिकेटरको रूपमा टोटल डिपोजिट हेऱ्यो भने 6,755। अस्ति हामीले 40सम्म पढेका थियौँ, 55 रहेछ। अघिल्लो दिन 56 थियो, अहिले 55। 1 बिलियन त घटेको रहेछ 7 तारिकमा। तर हामीले हेरिरहेको 4 तारिकको डाटा भन्दा झन्डै 15 बिलियनले टोटल डिपोजिट बढेछ। कमर्सियल ब्याङ्कको टोटल डिपोजिट हेऱ्यो भने 6,029 छ, यो पनि राम्रै उल्लेखनीय वृद्धि हो। तदर्थ व्यापारी टोटल डिपोजिट हेऱ्यो भने 726 बराबरै देखिन्छ। टोटल ल्यान्डिङ हेऱ्यो भने 5,458, यो पनि बढेको छ। कमर्सियल ब्याङ्कको टोटल ल्यान्डिङ हेऱ्यो भने 4,845 छ। अदर व्यापारी टोटल ल्यान्डिङ हेऱ्यो भने 613 छ। सिडी रेसियो 79.49 भने अन्तर्गत ब्याज दर 3 छ। सिडी रेसियो अलिकति थोरै घटेछ, डिपोजिट अलि बढी बढेर ल्यान्डिङ पनि बढी नै रहेको छ। लगानी पनि बढ्नु, त्यसपछि पैसो पनि बढ्नु, के को सङ्केत हो? अब प्रेरक प्रसङ्गतिर लागौँ। आजको प्रेरक प्रसङ्ग छ कुसंस्कारले भरिएको दिमाग। एक पटक सन्त रामदास भिक्षा माग्दै एक घरको मूल ढोका अगाडि पुगे र भिक्षाका लागि आवाज दिए। ढोकाबाट एक महिला बाहिर निस्किन्। उनले सन्तको झोलीमा भिक्षा खनाइदिइसकेपछि भनिन्, सन्त महाराज, मलाई कुनै उपदेश दिनुहोस्।
उपदेश मृत पान गरेर तृप्त हुन चाहन्छु। उपदेशा मृत पान गरेर तृप्त हुन चाहन्छु। सन्तले भने आज होइन, म भोलि तिमीलाई उपदेश दिनेछु। भोलिपल्ट उनै सन्तले सोही घरमा पुगेर पुनः भिक्षाका लागि आवाज दिए। तिनै महिला हातमा मगमग बास्न आइरहेको खिरको कचौरा लिएर बाहिर आइन्। सन्तले आफ्नो कमण्डलु अगाडि सारे। कमण्डलुमा खिर खनाउनकै लाग्दा महिला अचानक रोकिन्, किनकि कमण्डलुमा गोबर थियो। उनले भनिन्, सन्त महाराज, कमण्डलुमा त गोबर रहेछ, ल्याउनुहोस्, म माझेर ल्याउँछु अनि खिर हालौँला। सन्तले भने, केही छैन, गोबर भए पनि खिर यही खनाइदेऊ। महिलाले भनिन्, होइन महाराज, यो कमण्डलु सफा नगरी यहाँ खिर हालियो भने त खान योग्य रहँदैन। त्यसैले म पहिले यो कमण्डलु सफा गरेर शुद्ध बनाउँछु अनि मात्र खिर हाल्छु। महिलाको कुरा सुनेपछि सन्तले प्रश्न गरे, भनेपछि यो कमण्डलु सफा नगरी तिमी यसमा खिर हाल्दैनौ? महिलाले जवाफ दिइन्, हजुर महाराज, मैले हाल्दिन। महिलाको जवाब सुनेपछि मुसुक्क मुस्कुराउँदै सन्तले भने, हो, तिमीलाई मेरो उपदेश पनि यही हो। जबसम्म चिन्ता, ईर्ष्या, लोभ र घमण्ड रूपी गोबर र कुसंस्कारले भइभराउ दिमाग रहन्छ, तबसम्म उपदेशको कुनै लाभ हुँदैन। यदि उपदेश मृतपान गर्ने हो भने पहिले आफ्नो शुद्ध मन बनाउन जरुरी छ। यसका लागि चिन्ता, ईर्ष्या, लोभ तथा घमण्ड रूपी गोबर र कुसंस्कारको त्याग गर्नुपर्छ। ठ्याक्कै हाम्रो क्लब हाउसका विज्ञहरूलाई लागु हुन्छ। हेर्नुहोस्, यो छ भने गोबर छ भने खिर हालेर के काम? ल है, कुसंस्कारले भरिएको दिमाग पहिला संस्कारित बनाउनु पर्यो अनि बल्ल जान पर्यो भन्ने कुरा आयो भन्दै अब जाउँ मार्च महिना फ्युचर डेटा रिपोर्ट गरिदिएछ 25 तारिक 4/25 को हो र म हेरिहाल्छु। ल फ्युचर डाटा हालिदियो, हाल्न सक्छ कि त राष्ट्र ब्याङ्कको गर्न सक्छ। 4 तारिक 8 तारिक भनेको मैले 25 भनेर 4/8 भनेको त अप्रिल 8 तारिक, मार्च 11 मा अप्रिल 8 तारिक डाटा कसरी आयो? ए राष्ट्र ब्याङ्क, ल साथीले मेसेज पठाउनु भयो, उहाँलाई धन्यवाद। आज अप्रिल 8 तारिकको डाटा हालेको छ। अप्रिल 8 तारिक आउनु त अझै कति छ? अझै 20 दिन बाँकी छ हैन कि 1 महिना बाँकी छ हौ। हेर राष्ट्र ब्याङ्कको काम, वाह वाह वाह, त बिचमा त 3 वाला हुन चाहिँ, तर के गर्ने गएर जानी झोका पुरै बुर्को फुरेछन् कि राष्ट्र ब्याङ्कको मान्छे। 11 महिना 8 तारिक हुनु, के अरे 3 महिना 8 तारिक हुनुपर्ने, 4 महिना 8 तारिक ठोकेछन्। हेर्नुहोस्, मलाई त्यस्तै लाभ फ्युचर डाटा हालिदियो हो त। अनि यो ल तपाईँलाई धन्यवाद, पठाइदिनु भयो। यसरी हो नि, हेर्नुहोस्, क्रस भेरिफाई। म यहाँ पढ्दैछु, साथीहरूले हेरिरहनु भएको छ। राम्रो हो, हेर्नुहोस्, राम्रो हो। ल कवितातिर लागौँ। खै किन हो याद आयो मलाई आज याद आयो, खै किन हो याद आयो मलाई आज याद आयो। सेती नदीमा नमिता सुमितालाई फालेको याद आयो। दरबार मार्गमा प्रवीण गुरुङलाई ढालेको याद आयो। समाचार लेख्यो भनेर पदम ठकुराठीको टाउको छेड्ने गोलीको याद आयो। सरकार मलाई विधवा बनाइयो भन्दा मुन्टो बाङ्गो पार्दै ठिक छ भन्ने बोलीको याद आयो। गैँडाको सिङ, गैँडाको छालाको याद आयो। सांसद, मन्त्री, प्रधानमन्त्री टक्क बनाइदिने टिका टालाको याद आयो। राति राति मूर्ति उखेल्न गयो भनेर दिउँसै गाली खाने क्रेन लाको याद आयो। सित्तैमा उसलाई सेयर नदिई उद्योग व्यापार गर्नै नपाइने सेयरवालाको याद आयो। बलात्कार गरेको देख्यो भनेर लापता पारिएका बाका बालाको याद आयो। याद नआओस् भनेर छेक्दै पनि सम्पादक बनेर पत्रिका सम्पादन गर्ने राइफल सालाको याद आयो भनेर यो कविता थियो 20 मिनट अगाडिको। लो खै किन याद आयो मलाई आज याद आयो भनेर पुराना कुराहरू याद गरेछन्। एउटै पत्रिका 20 मिनट अगाडि र 18 मिनट अगाडि अपलोड गरेका रहेछन् कविवरले। लु, कविहरूको कविता पुरै कालजयी हुन्छ। हेर्नुहोस्, सुन्दा मजा आउँछ, पढ्दा झनै मजा। ल अब मसँग सङ्कलित सामग्रीहरू अहिलेलाई सके।